हेलो गाइस, नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। र आज चाहिँ हाम्रो भान्जीको पास्ने, त्यसैले साँझदेखि हिजो राति नैदेखि हामीले धेरै तयारीहरू गरिसकेको छौँ र अहिले पनि तयारीतर्फ लागेको छौँ। सायद चाहिँ हाम्रो 9:15 हुँदैछ। काम त भइहाल्छ नि। हजुर दादा, ल तातो पानी खाएर जाने। यो चाहिँ हाम्रो मटर चना होइन, यो भट्टा पाकिसक्यो। ल यता हाम्रो अचार हिजो बेलुका साँझको लागि काट्यौँ। अब चाहिँ हामी धेरैतिर जान्छौँ हाम्रो तरकारीहरू लिनको लागि। गुड मर्निङ केटा। गुड मर्निङ। के हो अहिलेसम्म सुतेर बस्ने? उठ्नु पर्दैन? ल नुहाइ धुवाइ गर्नु पऱ्यो है, सबजना उठ्नु पऱ्यो। हाम्रो चाहिँ एकदम तयारी जोडसँग चलिरहेको छ, किनकि 9:15 भित्र सबै रेडी गरेर भ्याउनुपर्छ। गाइस अहिले चाहिँ 8 बजिसक्यो अनि हाम्रो चाहिँ भाउजूले धेरै कुराहरू रेडी गरिसक्नु भएको छ। यहाँ मासु पाक्यो, उहाँ अचार भइसक्यो, यो आलु होइन, यता चना, उहाँ केराउ, उहाँ खिर बन्दैछ। अनि अब हाम्रो छोइला बन्छ, त्यो मासु बनाउँछौँ हामीले। ओके त्यससँग चाहिँ हाम्रो यहाँ चाहिँ दिदीको मेकअप हुँदैछ। 1 घन्टा अगाडि सुरु गर्नु पर्यो। डेभिड छोरो यता हेर, डेभिडलाई पनि मेकअप गरिदिनु। अब चाहिँ हाम्रो टक्क छोइला बनाउने कार्यक्रम सुरु हुन्छ। छोइला बनाउँछौँ अनि 9:15 सम्म चाहिँ हामी सब कुरा रेडी बनाएर भ्याउँछौँ। आमा कसलाई निन्द्रा पुग्यो यति बेला? दादाले के ल्याउँदै हुनुहुन्छ फेरि? अब कस्तो लाग्यो यहाँ? जाडो छैन त? चिसो छ है? यो चाहिँ हाम्रो बन्दै गरेको घर। अब चाहिँ हामी छोइला बनाउनु तर्फतिर लाग्छौँ। दा छोइला बनाउने होइन? छोइला बनाऊ। लोकल कसको लागि? भेनालाई हो क्या? बिहान भेनालाई फेरि हिजोको जस्तै फिल्लै बनाइदिने। अब हामी लाग्छौँ छोइला बनाउनु। यहाँ छोइला बनाउने कार्यक्रम सुरु भइसकेको छ। यसले यसलाई चाहिँ अब टक्क डोरी जस्तो तान्दो बनाएर अनि आगोमा सेकिदिने होइन त? यस्तो बनाउने हो नि त, टक्क लाएर बनाउने अनि सेक्ने हो नि त। टक्क यस्तो बनाएर यसलाई चाहिँ अम्बो दामी गरे है। आबुई हाई भन्नु। यहाँ भाउजूले बनाउँदै हुनुहुन्छ टक्क घरैमा। अनि छोइलाको लागि चाहिँ प्रिपरेसन कम्प्लिट भइसकेको छ। ए भान्जे यता हेर त, तिमीलाई केही राम्रो देखेको छैन तिमीलाई। हाम्रो चाहिँ छोइला कटिङ भएर रेडी भइसक्यो। अब छोइलाको लागि सामानहरू मोलमाल गर्नुपर्छ होइन? के छ? ल ठिक छ है, एकदम चिकन त बन्नु पऱ्यो, दामी बन्नु पऱ्यो। अनि हाम्रो चाहिँ यहाँ भान्जीको लागि टक्क नुहाइदिनको लागि रेडी भएको छौँ हामी। पुकुलीलाई नुहाइदिने दिन आयो। दुधले नुहाइदिने दिन आज पुकुलीलाई, हाथुलाई दिनमा। भयो पुकुली। हाम्रो चाहिँ नानीलाई नुहाएर भ्याइयो। अनि यहाँ बुवाले चाहिँ सबै सामानहरू रेडी गरिसक्नु भएको छ। त्यो चाहिँ हामीले भगवान्लाई चढाउनको लागि रेडी गरेको छ। 9 भइसक्यो अनि हाम्रो यहाँ बुवाले एकदम तयारी गर्दै हुनुहुन्छ सबको लागि। बुवाले रेडी गर्दै हुनुहुन्छ। हामी दादा जाने।
रेडी भइसक्यो अनि हामी चाहिँ सुरु गर्न थालेछौँ। यो गोबरबाट बनिएर के भन्छ हामीलाई खरानी धरती मातालाई पूजा गरौँ। पहिले त्यही हो केसरीबाट पहिले पानी 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 कर पानी कता हामीले अब केसरी हैन नसुन भनेको छ त्यहाँ टिका लगाइदियो कार्यक्रम सकिसकेको छ। टिका लाउने भात मुख पिठो बनाउने होला अनि अब एकछिनमा चाहिँ हामी रेडी भएर मन्दिरतिर लाग्छौँ। हाम्रो यहाँ छोरोले उहाँ बियर हजुर अब मन्दिर जानको लागि रेडी भइसक्यो। घरको काम चाहिँ भइसक्यो। अब सगुन खाने काम मात्र बाँकी छ। आमा चाहिँ आउँदै हुनुहुन्छ। अब आमा र म चाहिँ जान्छौँ मन्दिरमा अनि मन्दिरमा गएर पूजा गरेर अनि फोटोसोटो खिच्ने अनि त्यसपछि हामी रिटर्न ब्याक आएर चाहिँ अनि खाजा खानेतिर लाग्छौँ। पूजा कार्यक्रम सुरु भइसकेको छ। यो के गर्छ हाम्रो फोटो सेसन सकिसक्यो अनि पूजा पनि सक्यो अनि अब खाना खानको लागि चाहिँ घर जाँदैछौँ मन्दिरबाट। अब चाहिँ हाम्रो चाहिँ पूजाको कार्यक्रम सकिसक्यो अनि घरतिर आइसकेको छौँ हामी। हाम्रो डेभिड सर चाहिँ रोयो भनेर फकाउनु लगाइरहेको छौँ हामीले। अब चाहिँ हामी खाना खाने क्रमतिर लाग्छौँ। अब हामी खाना लाग्यौँ। कति यो यत्रो ठुलो चाहिँ के बोकेको तिमीले? मान्छे सानो काँक्रो ठुलो। हाम्रो खानामा चाहिँ टक्क भट्टा चिकन साग चना आलु अचारहरू छ। म चाहिँ सुतेर उठेको भर्खरै 5 बजिसक्यो। हाम्रो चाहिँ अब कार्यक्रम सबै समाप्त भइसक्यो तर यहाँ चाहिँ खाना चाहिँ सकियो छैन। ए छोरोले आधा भ्याइदिन्छ आज यति चाहिँ भ्याउँछ होला। सो आजको लागि भिडियो यति नै।